नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ भोइस बियोन्ड द बर्डर्स। आज हामी काठमाडौँलाई जोड्ने सडकमा छौँ, जहाँ लघुवित्तीय र वित्तीय संस्थाहरूसँग सम्बन्धित समस्याहरू उठाउँदै देशका विभिन्न ठाउँबाट आएका नागरिकहरू मार्चमा सहभागी भएका छन्। आखिर उनीहरू किन काठमाडौँ मार्च गर्ने निर्णयमा आइपुगे? उनीहरूको मुख्य माग के हो? लघुवित्तबाट ऋण लिएका सर्वसाधारणले वास्तवमा कस्ता समस्याहरू भोगिरहेका छन् र उनीहरू सरकार र सम्बन्धित निकायबाट के चाहन्छन्? आज हामी केवल बाहिरबाट यो मार्च हेर्ने छैनौँ, मार्चमा सहभागी नागरिकहरूसँग प्रत्यक्ष कुरा गर्नेछौँ, उनीहरूका अनुभव सुन्नेछौँ र उनीहरूकै शब्दमा उनीहरूको पीडा, माग र अपेक्षा बुझ्ने प्रयास गर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेरिदिनुहोला। म अर्जुन शर्मा, तपाईँ हेर्दै हुनुहुन्छ भोइस बियोन्ड द बर्डर्स। अब जाउँ सिधै सहभागीहरूसँग कुराकानीतर्फ। धन्यवाद। नागरिकको करोडौँको घर जग्गा लाखौँमा लुट्न पाइँदैन। नागरिकको 20 लाख भनेको ऋण बिना घर। हाम्रो माग पुरा गर। के भएको समस्या चाहिँ? घर छैन, भत्का दे। घर उठाइदिए? कति दिनमा आउनुभयो यहाँ? हामी 19 दिन। 19 दिनदेखि आइरहनु भएको छ। 19 दिन आएर अब के छ त माग तपाईँहरूको? हामीले के माग लिएर आएको छौँ भने नि 19 दिनदेखिको हाम्रो लघुवित्त खारिज हुनु पर्यो, सहकारी बैङ्क खारिज हुनु पर्यो, लघुवित्त बैङ्क खारिज हुनु पर्यो, पीडितहरूलाई न्याय दिलाउनु पर्यो, हाम्रो 20 लाखभन्दा मुनिको ऋण बिना गरिदिनु पर्यो, यी कालो सूची फुकुवा गरिदिनु पर्यो, घर जग्गा लिलाम भएको सबै फुकुवा गराइदिनु पर्यो। बालन सरकारलाई यो सब यो मेरो भनाइ पुगोस्। 35 वर्ष हामीले बाटो हेऱ्यौँ, धेरै सरकारहरू आए, तर कसैले पनि सुनेनन्। बालन सरकारले जनकपुर तिरहुतियागासीमा गएर भन्नुभएको थियो, गरिबको चमेली बोलिदिने कोही छैन। त्यसैले हामीले युवा 35 वर्षको युवालाई जिताएर हामीले सिंहदरबारमा राखिदिउँ। अब अहिले हामी पीडित 70 वर्षको बुढीहरूलाई चाहिँ बाटोमा हिँडाएर आफू चाहिँ कुर्सीमा बसिराख्नु भएको छ। त्यो कुर्सी छोडेर हामीलाई चाहिँ न्याय दिलाउनु पर्यो हाम्रो बालन सरकारले। म त्यतिकै बसिरहेको छु अहिलेसम्म है, तर यो न्याय चाहिँ हामीलाई जसरी पनि अलिअलि बस्ने ठाउँ चाहिँ दिनुभएको होस् भन्न चाहन्छु। म मात्र होइन, हामी सबैजना नै त्यस्तो पीडितहरू छौँ। म त अलिक अब मेरो त अब उमेर छ है, अलिकति वृद्ध परेको आमाहरूलाई चाहिँ उहाँहरूले चाहिँ अझै न्याय पाओस्। अनि म अब मेरो भन्नु केही छैन, अरू मात्र हामीलाई न्याय पाऊँ, हामीले बस्ने ठाउँ पाऊँ, म त्यही भन्छु। मेरो नाम चाहिँ कला राई हो, मेरो घर चाहिँ खोटाङ दिक्कत हो। म हाल अहिले कुवेतमा थिएँ, मेरो कुवेतमा 12 वर्ष कमाएको सब त्यही सुकुम्बासीमा गयो। मेरो बस्ने ठाउँ पनि छैन, अहिले कहीँ छैन। म अरूकोमा बसिरहेको छु है। मेरो नाम हरिहर चौलागाई, मेरो घर जुम्ला खण्डमा छौँ है। अहिले थानकोट क्रस भइसकेका छौँ। आज हामी चाहिँ 20औँ दिन पार गरेर जुन चाहिँ सर्लाहीको हरिवनबाट चाहिँ जुन बैङ्क, सहकारी, लघुवित्त, बिमा, इन्सुरेन्स र मिटर ब्याजी पीडित जुन चाहिँ लिलाम बिक्री भएका, कालो सूचीमा भएका नागरिकहरू, सूचना प्रकाशन भएका नागरिकहरू हामी पैदल मार्च गर्दै मधेस काठमाडौँ दबाब पैदल यात्रा र्यालीसहित मैनबत्ती बालेर खाली खुट्टा धेरै नागरिकहरू आउनुभएको छ। हामी अहिले देख्दैछौँ थुप्रै नागरिकहरू आउँदै हुनुहुन्छ। उहाँहरूले चाहिँ नागरिकहरूको चाहिँ घर जग्गाहरू लिलाम गर्न पाउँदैन, सुकुम्बासी बनाउन पाइँदैन। भ्रष्टाचारी बैङ्क, सहकारी, लघुवित्तहरूले चाहिँ मिटर ब्याजी हैसियतले चाहिँ नागरिकलाई सुकुम्बासी बनाउने र नागरिकहरूको घर जग्गा कब्जा गर्ने र 18%, 24%, 36%, 45% लिने र तपाईँको चाहिँ अवधि नपुग्दै घर जग्गाहरू लिलाम गरिदिने गरेका छन्। त्यसको विरुद्धमा हामी आएका छौँ। तपाईँहरूको यहाँ आएर योजनाहरू चाहिँ के छ? हामी यहाँबाट माइतीघर मण्डलमा जान्छौँ, सबैजना त्यहाँ जम्मा हुन्छौँ र सरकारसँग हामीले चाहिँ जुन पहिला सुशीला कार्की आमा हुँदाखेरिको चाहिँ सरकारसँग 12 बुँदे सम्झौता हामीले माग राखेका थियौँ र जुन 12 बुँदे मागहरू सम्झौताहरू चाहिँ बिना शर्त यथाशीघ्र वार्ताको माध्यमबाट समस्या समाधान गरोस्। सरकारले गरिब भुइँ मान्छेको चाहिँ नागरिकको चाहिँ मुद्दाहरूलाई ध्यान दियोस् र नागरिकको 20 लाखभन्दा मुनिको ऋण हाम्रो माग रहेको छ। नागरिकको हरेक नागरिक, जोसुकै नागरिकको 20 लाखभन्दा मुनिको ऋण बिना गर्नुपर्दछ भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ र नागरिकहरूको घर जग्गाहरू लिलाम गर्ने
कालो सूचीमा राख्ने र सूचना प्रकाशन गर्ने काम बन्द गर्नुपर्दछ र सरकारले वार्ताको माध्यमबाट छिटोभन्दा छिटो हाम्रो माग चाहिँ पुरा नगरेको खण्डमा हामी देशव्यापी आन्दोलन गर्नेछौँ र देशैभरिका पीडितहरू काठमाडौँ केन्द्रित हामी हुँदैछौँ। हाम्रो चाहिँ पूर्वदेखि पश्चिम महाकालीसम्मका चाहिँ सबै पीडितहरू काठमाडौँ आउँदै हुनुहुन्छ। कतिपय बाटोमा हुनुहुन्छ, कतिपय बाढीले गर्दा चाहिँ अलि अप्ठ्यारोमा हुनुहुन्छ। सबैजना हामी जम्मा भएका छौँ र हाम्रा धेरै अभियन्ताहरू, धेरै पीडितहरू माइतीघर मण्डलमा पनि हुनुहुन्छ र अहिले धेरैजना हामी पीडितहरूसहित हामीहरू काठमाडौँ प्रवेश गरिसकेका छौँ र हामी अहिले थानकोटमा छौँ। हजुर, 20 दिनको यात्रा चाहिँ कस्तो रह्यो तपाईँहरूको? 20 दिनको यात्रा बाटोमा चाहिँ बुढा दिदीबहिनीहरू, 82-84 वर्षको आमाहरू हुनुहुन्छ, साना बालबालिकाहरू हुनुहुन्छ, साना स्कुल जाने कलिला केटाकेटीहरू हुनुहुन्छ, उनीहरू पनि आउनुभएको छ। अपाङ्ग पनि आउनुभएको छ। ज्येष्ठ नागरिकहरू 84 वर्षको बुढी आमाहरू, बुढो बाहरू आउनुभएको छ। उहाँहरूका खुट्टा सुनिएका छन्, खुट्टाहरू फुटेका छन्। बाटोमा धेरै दुःख भयो। उहाँहरू कतिजना बेहोस हुनुभयो, बिरामी हुनुभयो। उहाँहरूलाई चाहिँ औषधि उपचार गर्दा हामी काठमाडौँसम्म भर्खर आइपुगेका छौँ। अब माग सुनवाई भएन अथवा चाँडै यसको टुङ्गो लागेन भने के चाहिँ गर्नुहुन्छ त? यदि सरकारले हाम्रो जायज मागहरू, जनताका मुद्दाहरू हुन्, कुनै व्यक्तिगत स्वार्थ होइन, यी मागहरू यदि पुरा नगरेको खण्डमा देशव्यापी आन्दोलनको आँधीबेरी सिर्जना गर्छौँ र सबै पीडितहरू, सुकुम्बासी पीडितहरू, बैङ्क सहकारी लघुवित्त बिमा इन्सुरेन्स पीडितहरू, मिटर ब्याजी पीडितहरू, एनजिओ पीडितहरू जति पनि हुनुहुन्छ सबैजना हामी एकजुट भएर अब यो देशमा गरिब र निमुखा भुइँ मान्छेको लागि चाहिँ अब यो कानुन बनाइनुपर्छ, नीति नियमहरू बनाइनु पर्दछ र नागरिकले न्याय पाउनु पर्दछ भन्न चाहन्छौँ। नागरिकले सुकुम्बासी बनाउन पाइँदैन।